काभ्रेप्लान्चोकको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान नेशनल पुलिस एकाडेमीको परियोजना नेपाल प्रहरीको क्षमता अभिवृद्धि र आधुनिकीकरणका लागि एक गौरवको आयोजना हो। गृह सचिव, प्रहरी महानिरीक्षक र प्रहरी अतिरिक्त महानिरीक्षक जस्ता उच्च अधिकारीहरूबाट भएको यस स्थलगत भ्रमणले परियोजनाको महत्त्व र यसलाई समयमै सम्पन्न गर्ने सरकारी प्राथमिकतालाई स्पष्ट पार्छ। यस भ्रमण र परियोजनाका मुख्य पक्षहरूलाई निम्नानुसार बुझ्न सकिन्छ। भ्रमणका मुख्य उद्देश्यहरू: प्रगति समीक्षा, निर्माणाधीन भौतिक संरचनाहरूको गुणस्तर र हालसम्म भएको कामको वास्तविक अवस्थाको प्रत्यक्ष अवलोकन गर्ने, समय सीमाको पालना, आयोजना निर्धारित समयभित्रै सम्पन्न गर्न आइपरेका प्राविधिक वा प्रशासनिक अवरोधहरू पहिचान गरी निर्देशन दिने, गुणस्तर नियन्त्रण, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्रशिक्षण केन्द्र निर्माण भइरहेको सुनिश्चित गर्ने। परियोजनाको पृष्ठभूमि र विशेषताहरू: पनौतीमा निर्माण भइरहेको यो प्रतिष्ठान नेपाल र भारत सरकारबीचको सहयोगमा आधारित एक ठूलो आयोजना हो। यसका केही मुख्य विशेषताहरू यस प्रकार छन्। अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार: यहाँ अत्याधुनिक प्रशासनिक भवन, छात्रावास, हस्टेल्स, कक्षाकोठाहरू, खेलकुद मैदान र अत्याधुनिक फरिङ रेन्जहरू निर्माण भइरहेका छन्। क्षमता: यो प्रतिष्ठान पूर्ण रूपमा सञ्चालनमा आएपछि नेपाल प्रहरीले वार्षिक रूपमा ठूलो सङ्ख्यामा जनशक्तिलाई उच्च स्तरीय तालिम प्रदान गर्न सक्नेछ। रणनीतिक महत्त्व: हाल महाराजगञ्जमा रहेको प्रतिष्ठानको क्षेत्र विस्तारमा समस्या रहेकाले पनौतीको यो बृहत परियोजनाले प्रहरीको वृत्ति विकास र व्यावसायिकतामा आमूल परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। भ्रमणको प्रभाव: यस्ता उच्च स्तरीय अनुगमनले निर्माण व्यवसायी र कर्मचारीहरूमा थप उत्तरदायित्वको बोध गराउँछ। विशेष गरी: 1. समन्वय: गृह मन्त्रालय र प्रहरी प्रशासनबीच परियोजनाका चुनौतीहरूबारे साझा बुझाइ कायम हुन्छ। 2. तदारुकता: उच्च अधिकारीहरूको निर्देशनले बाँकी रहेका कामहरूमा गति प्रदान गर्दछ। 3. सुरक्षा सुदृढीकरण: आधुनिक तालिम केन्द्रको निर्माणले अन्ततः देशको आन्तरिक सुरक्षा व्यवस्थालाई नै मजबुत बनाउनेछ। यो परियोजना सम्पन्न भएपछि नेपाल प्रहरीले आफ्नै देशमा विश्वस्तरीय तालिम प्राप्त गर्ने अवसर पाउनेछ, जसले प्रहरीको व्यावसायिक दक्षतालाई नयाँ उचाइमा पुर्याउने निश्चित छ। काभ्रेप्लान्चोकको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान नेशनल पुलिस एकाडेमीको परियोजना नेपाल प्रहरीको क्षमता अभिवृद्धि र आधुनिकीकरणका लागि एक गौरवको आयोजना हो। गृह सचिव, प्रहरी महानिरीक्षक र प्रहरी अतिरिक्त महानिरीक्षक जस्ता उच्च अधिकारीहरूबाट भएको यस स्थलगत भ्रमणले परियोजनाको महत्त्व र यसलाई समयमै सम्पन्न गर्ने सरकारी प्राथमिकतालाई स्पष्ट पार्छ। यस भ्रमण र परियोजनाका मुख्य पक्षहरूलाई निम्नानुसार बुझ्न सकिन्छ। भ्रमणका मुख्य उद्देश्यहरू: प्रगति समीक्षा, निर्माणाधीन भौतिक संरचनाहरूको गुणस्तर र हालसम्म भएको कामको वास्तविक अवस्थाको प्रत्यक्ष अवलोकन गर्ने, समय सीमाको पालना, आयोजना निर्धारित समयभित्र